आज चाहिँ म बनाउँदैछु माछा र आलुबाट स्टिम गरेर बनेको एकदमै टेस्टी डिस हो यो। बनाउनु एकदमै सजिलो छ। यसको लागि चाहिँ मक्टुमा पानी बसाएँ र पानी जब उम्लिनु थाल्छ, यसरी भाफ आउनु थाल्छ, तब चाहिँ धोएको सफा माछालाई मैले हालेको छु। यो माछा चाहिँ कत्ले माछा हो अनि पिस चाहिँ जतापट्टि चाहिँ लामो लामो काँडा हुन्छ, केलाउनु सजिलो हुन्छ त्यो माछा हो। त्यसपछि एउटा आलुलाई पनि यसरी मसिनो काटेर मैले लगाइदिएको छु। यदि तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गर्नु नबिर्सिनु होला। त्यसपछि यसलाई ढकनी लगाएर चाहिँ मैले पाक्कुन्जेल यो माछा र आलुलाई स्टिम गरेर पकाएँ। अब चाहिँ यो मज्जाले पाकेको छ र यसलाई चाहिँ मैले एउटा परातमा यसरी खनाएको छु। अब यसलाई खनाइसकेपछि चाहिँ यो जब हात लाउन सक्ने खालको तातो हुन्छ तब चाहिँ यसरी माछालाई केलाउनु पर्छ। मसिनो काँडा भएको माछा चाहिँ लिनु हुँदैन र अब यो माछालाई चाहिँ यसको काँडा केलाएर अनि जुन चाहिँ स्किन हुन्छ त्यसलाई पनि निकाल्नु पर्छ। त्यसपछि यसरी मुस्नुपर्छ अथवा यसलाई ढुट्टाउनु पर्छ र आलुलाई पनि त्यसरी नै मैले यसलाई म्यास गरेको छु अथवा यसलाई मज्जाले आलु र माछालाई चाहिँ मज्जाले मिक्स गरेर यसरी आटा जस्तै मुसेर चाहिँ तयार गरेको छु। काँडालाई चाहिँ एकदम ध्यान दिनुपर्छ, त्यही कारण माछा लिँदाखेरि चाहिँ अलिक होशियारी भएर चाहिँ लिनुपर्छ। अब यसलाई चाहिँ मैले यसरी आटा जस्तै मुसेर तयार गरिदिएँ। त्यसपछि चाहिँ एउटा प्याजलाई मैले मसिनो गरेर काटेको थिएँ अनि अदुवा लसुनको पेस्ट पनि लिएको छु। अब प्याजलाई चाहिँ हालिदिएँ र अदुवा लसुनको पेस्टलाई पनि हालेँ। त्यसपछि हल्दी हालेको छु, धनिया पाउडर, अलिकति गरम मसाला र खोर्सानीको धुलो, त्यसपछि स्वादअनुसार नुन हालेको छु र यो चाहिँ कर्नफ्लावर हो, कर्नफ्लावर पनि हालेको छु। कर्नफ्लावरले चाहिँ के गर्छ भने यसलाई चाहिँ हामी जब फ्राई गर्छौँ तब चाहिँ यसलाई फुट्नु दिँदैन, ढुट्टिन्छ नि तेलमा हाल्दाखेरि, त्यस्तो हुँदैन। अब चाहिँ कर्नफ्लावरलाई हालेर यसलाई आटालाई जस्तै हामी मुस्छौँ नि त्यसरी नै मिक्स गर्दै मैले यसलाई मुसेको छु यसरी। अब जब यो मज्जाले आटाको डो जस्तै बनिन्छ तब चाहिँ यसरी सानो सानो डल्ला, सानो सानो भन्दा आफूलाई जस्तो ठिक लाग्छ, मिडियम, ठुलो, सानो, मैले चाहिँ मिडियम साइजको नै बनाएको छु। यसरी जुन चाहिँ हामी चपहरू बनाउँछौँ नि आलुको, त्यस्तै सानो सानो डल्ला लिएर चाहिँ यसलाई हल्का चेप्टाउनु पर्छ र यसरी नै यो रहेको डो छ योबाट म सबै यसरी बनाएर तयार गर्छु। अब यसलाई चाहिँ फिस कटलेट भन्छ, एकदमै टेस्टी हुन्छ यो। त्यसपछि यसलाई फ्राई गर्नुको लागि चाहिँ एउटा प्यानमा मैले तेल हालेँ। तेल जब मिडियम तातो हुन्छ तब चाहिँ यसलाई फ्राई गर्नुपर्छ। अनि अब यसलाई फ्राई गर्दा चाहिँ अन्डालाई फुटाएर त्यसलाई मज्जाले फिटेर अन्डामा चोपेर फेरि ब्रेड क्रम्बमा हालेर चाहिँ त्यस मज्जाले यसलाई चाहिँ फ्राई गरिन्छ। तर मैले चाहिँ यत्तिकै गरेको छु, यत्तिकै पनि एकदमै टेस्टी हुन्छ। यो चाहिँ बनाउनु पनि सजिलो छ, खालि माछाको चाहिँ काँडा चाहिँ मजाले केलाउनु पर्छ। त्यही भएर चाहिँ मैले चाहिँ माछाको पेटी जुन चाहिँ हुन्छ लामो लामो काँडा भएको केलाउनु पनि सजिलो हुन्छ, त्यसमा चाहिँ मसिनो काँडा पनि हुँदैन के। त्यही भएर चाहिँ मैले जहिले पनि म यो बनाउँछु त्यही प्रकारकै पिस लिन्छु, सजिलो हुन्छ बनाउनु। यसरी नै रहेको जति छ मैले सबैलाई चाहिँ फ्राई गरेको छु। दुईपट्टिबाट नै यसरी मज्जाको गोल्डन कलर आउन्जेल चाहिँ मैले यसलाई फ्राई गरेँ। अझै रहेको थियो किनभने प्यान सानो छ, एकैचोटि चाहिँ अड्दैन, त्यही भएर चाहिँ यसलाई मैले बारी बारी गरेर अथवा पालो पालो गरेर चाहिँ मैले यसलाई फ्राई गरेको छु। यसलाई चाहिँ कतिजनाले चटनीहरूसँग पनि खान्छ, मलाई चाहिँ यो मनपर्छ दाल भात अनि यो फिस कटलेट, एकदम मजा आउँछ, टेस्टी पनि हुन्छ, बनाउनु पनि सजिलो छ। यसरी नै मैले चाहिँ सबै फिस कटलेटलाई फ्राई गरेर चाहिँ निकालेँ। अनि यो चाहिँ निकालिसकेपछिको हो एकदमै टेस्टी यम्मी बनेर चाहिँ तयार हुन्छ। नानी, ठुलो, सानो, बुढाबुढी सबैलाई मनपर्ने अनि सबैले खानु सक्ने फिस कटलेट। थ्याङ्क यू फर वाचिङ।